आजको यस भिडियोमा अहिलेसम्म युट्युबमा अपलोड नभएको दुईवटा यस्तो बिजनेस आइडियाको बारेमा कुरा गर्नेछौँ जसलाई गरेर तपाईँ लाखौँ कमाउन सक्नुहुन्छ। तपाईँ जति लगानी गर्नुहुन्छ त्यसको ठीक दोब्बर वा त्योभन्दा बढी फाइदा हुनेछ। सो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला, तपाईँ ग्यारेन्टिड केही नयाँ सिक्नुहुनेछ। सो ढिला नगरी भिडियोलाई सुरु गरौँ। नम्बर 2, पोटाटो सेलिङ बिजनेस। साथीहरू, यस बिजनेसमा पोटाटोको सिजनमा पोटाटो किनेर यसलाई स्टोर गर्नुपर्ने हुन्छ र सिजन सकिए पश्चात, इक्जाम्पल यदि 4 देखि 5 महिनामा सिजन सकिए पश्चात तपाईले यसलाई बेचेर प्रॉफिट कमाउन सक्नुहुन्छ। इक्जाम्पलको लागि आलुको सिजनमा आलुको प्राइस 100 केजी अर्थात् 1 क्विन्टलको 1700 रुपैयाँ जति हुन्छ। सो यदि तपाईले 1700 को दरले 1 लाख को आलु किन्नुभयो भने टोटल अराउन्ड 58 क्विन्टल आलु आउँछ र त्यसको ठ्याक्कै 3-4 महिनापछि जब सिजन सकिन्छ आलुको प्राइस बढ्छ र त्यो बढेर तराईतिर 4000 क्विन्टल मिन्स 40 रुपैयाँ केजी र पहाडतिर 6000 को क्विन्टल मिन्स 60 रुपैयाँ केजी सम्म जाने गर्छ। सो 4000 क्विन्टल मिन्स 40 रुपैयाँ किलोको हिसाबले हेरियो भने 58 क्विन्टल आलुको 4000 को दरले 2,32,000 हुन आउँछ। लगानी कति थियो हाम्रो भने 1 लाख र अरू ट्रान्सपोर्ट खर्च, लेबर खर्च र सडेको आलुको कस्ट जुन 32,000 आउनेछ त्यो निकालेर पनि 1 लाख प्रॉफिट हुनेछ। अब तपाईँ सोच्दै हुनुहुन्छ होला कि कसरी सेल गर्ने, आफै मार्केटमा बसेर बेच्न त लाज लाग्छ होला। सो एउटा कुरा सुन्नुहोस्, तपाईले यो आलु आफूले मार्केटमा बेच्नु पर्दैन, तपाईँ सिधै व्यापारीहरूलाई यो प्राइसमा सेल गर्न सक्नुहुन्छ किनकि सिजन सकिए पश्चात प्राइस ग्यारेन्टिड नै बढ्ने गर्दछ। सिजनमा आएको सामान सिजन सकिएपछि 100% भाउ बढ्छ। यदि विश्वास लाग्दैन भने आफै याद गर्नुहोस् आलु सिजनमा कतिको थियो र सिजन सकिएपछि कतिको हुन्छ। र यदि तपाईतिर सिजन वाइज चेन्ज भएन भने तराईतिर गएर सिजनमा जति पनि आलु किनेर लान सकिन्छ। सो विचार तपाईको कति लगानी गर्ने र कति लगानीलाई दोब्बर बनाउने। नम्बर 1 मा रहेको छ अनियन सेलिङ बिजनेस। सेम पोटाटोको जस्तै प्याज पनि तराईबाट सिजनको टाइममा 25 देखि 30 रुपैयाँ किलो अर्थात् 2500 देखि 3000 को क्विन्टल बाई गरेर सिजन सकिए लगत्तै प्याजको भाउ बढ्छ एन्ड कुनै बेला त केजीको 90 to 100 सम्म पनि जाने गर्छ। बट हामीले ओन्ली 50 रुपैयाँ देखि 60 रुपैयाँ प्रति किलोको हिसाब निकाल्यौँ भने यस बिजनेसमा पनि लगानीको जति फाइदा हुनेछ। जस्तै 1 लाख को प्याज 2500 क्विन्टलको दरले 40 क्विन्टल लिएर राख्यौँ र भाउ बढेपछि 40 क्विन्टललाई प्रति क्विन्टल 5000 को दरले सेल गरियो भने टोटल सेल हुन्छ 2 लाख, जसबाट ट्रान्सपोर्ट, वेस्टेज एन्ड लेबर खर्च 30,000 निकालियो भने पनि 70,000 सिधा प्रॉफिट हुनेछ। मिन्स प्रति 1 लाख को लगानीमा 70,000 फाइदा। सो 5 लाख को लगानीमा 3,50,000 फाइदा हुनेछ। र यस बिजनेसलाई पनि सेम टु सेम डाइरेक्ट मार्केटमा नबेचेर तपाईँ डाइरेक्ट व्यापारीलाई बेच्न सक्नुहुन्छ। साथीहरू, पोटाटो सेलिङ बिजनेस र अनियन सेलिङ बिजनेसलाई कम्बाइन गरेर पनि तपाईँ आलु प्याजको गोदाम सहरमा खोलेर दामी पैसा कमाउन पनि सक्नुहुन्छ। साथीहरू, आजका यी बिजनेस आइडियाहरू कस्तो लाग्यो कमेन्ट गर्नुहोला। केही कन्फ्युजन छ भने मलाई इन्स्टाग्राममा फलो गरेर मेसेज गर्न सक्नुहुन्छ। भेटौँला अर्को भिडियोमा। धन्यवाद। जय नेपाल।